आज चाहिँ मेरो फार्म भिजिट गर्दैछु हेर्नु होला। यहाँ दाना पकाउँदैछ। वेलकम छ सबैजनालाई है। मेरो फार्म हो आज यो चाहिँ विगत 1 वर्षदेखि म सञ्चालन गर्दैछु। अनि यो मेरो ब्यागको ठ्याक्कै 30 दिन जस्तै भयो होला। अनि यो माउ यतापट्टि छ, एउटा यता बच्चा छ, 5वटा बच्चा छ यसको चाहिँ। यो खाली नै छ। अनि यो पनि भाले लगाएर ठ्याक्कै 1 महिना जति भइसकेको छ। अनि यो चाहिँ खाली छ। यानी यो जेठतिर ब्याउँछ यिनीहरू दुईटा चाहिँ। अनि सो यतापट्टि छ, यतापट्टि 1 2 3 4 5 6 7वटा छ। यहाँ एउटा छ, यो पनि खाली छ। यतापट्टि छ दुईटा माउ, यता छ, यता पनि छ, यता दुईटा माउ छ। अनि सो यहाँ पनि छ, 5वटा छ। ना यिनीहरू भर्खर स्टार्ट भएको है। यिनीहरू लगभग 50 दिन भयो होला यिनीहरूले। अनि यहाँ छ ठ्याक्कै 50 दिन भनेपछि यो पनि खाली छ। अनि यता ठ्याक्कै कति दिन भयो भने लगभग यिनीहरू 40 दिन त्यस्तै भयो होला। यिनीहरू चाहिँ 40 दिन त्यस्तै भयो। यो मेरो फार्म अझ लगभग विगत 1 वर्षदेखि मैले स्टार्ट गरेको यो फार्महरू चाहिँ। अनि भर्खर स्टार्ट भनौँ न 1 वर्ष जति भयो, भर्खर स्टार्ट हो होइन। तर यो किनभने यिनीहरू चाहिँ मैले लगभग कति दिन भयो भने 2-3 दिन भयो तपाईँको है मैले खसी गरिदिएको छ। 8वटा छ, तपाईँ हेर्न सक्नुहुन्छ। मैले खसी बनाएको छु, यिनीहरू खसी बनाएर राखेको हो। सबै खसी बनाएर राखेको। त्यही भएर यिनीहरूलाई अब दाना खाने टाइम भइसकेको छ। त्यही भएर सो यिनीहरू कराइरहेको छ। विगत मैले अझै पनि यो खोरहरूमा हालेको छैन, अब हाल्न बाँकी छ। यो ब्याउने माउहरू छ, त्यही भएर हालेको पनि छैन। यता यस्तो भएर चाहिँ दाना खोजिरहेको छ यिनीहरू। फार्म भर्खर भयो। यहाँतिर माउहरू छ यसरी। लगभग यो दुईटा ल यसै गरी मैले इन्फर्मेसनहरू दिनेछु तपाईँहरूलाई के कस्तो लाग्छ। टक्क लगाएर अन्ध्र पकाएको, यो चाहिँ दाना पकाएको।